नमस्कार मेरो बुबु युट्युब च्यानलमा आज फेरि हजुरमाझमा एउटा मेरो घर छेउछाउको सानो गार्डनको भिडियो लिएर आएको छु है। मैले महिनामा एउटा दुईटा यसरी गार्डनिङको भिडियो पनि हाल्ने गरेको छु र आज आइतबारको दिन पनि हो। यसरी गार्डनहरुको स्याहार सुसार गर्दै मैले एउटा छोटो भिडियो हजुरसम्म पुर्याउने मैले प्रयास गरेको छु। अन्तसम्म हेर्नु होला। र यही मेरो है गार्डनको फुलहरु देखाउने क्रममा मैले एउटा तपाईलाई देखाएँ। यो चाहिँ यस्तोमा छ, यस्तो कलरमा यो। र कति मेरो फुलहरुको नाम चाहिँ मैले यहाँ भन्न सकिन है। यो चाहिँ एउटा पिस लिली हो। र मेरो जति फुलहरुको नामहरु चाहिँ मैले मेरो फेसबुक पेजमा मैले भन्दै लादै छु है। तपाईहरुले मेरो फेसबुक पेजलाई पनि फलो गरिदिनुहोस्। र यो फुल चाहिँ मैले दार्जिलिङबाट लिएको हो। सिक्किममा प्राय यो फुलहरु अहिले है मार्केटमा आएको छैन। यो चाहिँ मैले दार्जिलिङबाट लिएको थिएँ। पातहरु यस्तो छ। कतिले लियो होला सिक्किममा पनि है। दार्जिलिङमा यसको चाहिँ दार्जिलिङमा मात्रै थियो यो फुल चाहिँ। र मैले दार्जिलिङबाट लिएको हो। यो अर्किडको भेराइटीमा आउँछ। अर्किड क्रोम भन्छ है। तर यसको अर्कै नाम छ। मैले तपाईहरुलाई फेसबुकमा मैले यसको नाम भिडियो साथ नाम लेखेर मैले तपाईहरुलाई आज बिहानै मैले बताइसकेको छु, अपलोड गरिसकेको छु मेरो भिडियो फेसबुक पेजमा। यसरी यो चाहिँ तपाईको मेरो यो चाहिँ यो पालि हिउँदमा पुरा मर्यो। निकै थियो, 20-25 हेङ थियो है। यो चाहिँ तपाईको हनुमान फल हुन्छ। एकदमै यो पत्तै महँगो पर्छ यसको चाहिँ। तपाईको अनलाइन मगाउनु पर्छ। क्यान्सरको दबाई, यो क्यान्सरको दबाई हुन्छ भन्छ नि। अब दबाई चाहिँ हैन, यसले चाहिँ क्यान्सरलाई चाहिँ धेरै कम गर्न सक्छ। यसलाई उमालेर खायो भने चियापत्ती जस्तो। र मैले चाहिँ एउटा फलबाट यसलाई सिड गरेर चाहिँ उमारेको थिएँ। तर अब यो हाम्रोमा त्यति यो जाडो ठन्डा महिनामा सुट नगर्छ। यो चाहिँ बेंगलोरतिर विशेष हुन्छ, तपाईको इन्डियाको बेंगलोरमा। र यस्तो छ मेरो फुलहरु। सकुलेन्ट भेराइटी छ मेरोमा। अहिले ग्रीन हाउस चाहिँ ठुलो छैन र म चारैपट्टि राखेको छु। यो तलसम्म छ। म तपाईहरुलाई देखाउँछु। फुल चाहिँ चारैपट्टि घरको। यो चाहिँ मैले पछाडिपट्टिको फुलहरु देखाएको। र म यसरी झर्दै छु। यहाँ सबै सकुलेन्टहरु छ। अब एउटा ठुलो ग्रीन हाउस बनाऊ भनेको है, प्लास्टिकै छैन। यसरी सानो ग्रीन हाउस बनाएर राखेको छु। एजेलियाहरु चाहिँ अब सबै फुलिसक्यो तपाईको। यो चाहिँ मेरो घर वरिपरि बनाएर राखेको फुलबारी है। यो रङको बट्टाबाट बनाएको यस्तो हुन्छ। ह्याङ्गिङ हो यो। गमला किन्न सकिँदैन अब। यस्तो छ मेरो। यहाँ पर कटेरोतिर पनि राखेको छु। कटेरामा यो हाम्रो बस्तीमा जतासुकै लुगा झुन्डाएर फुलै मारिसक्यो। बोन्साई गरेको मैले यो रबर बोट। यहाँ तपाईको यसको पनि छ के गरे यो पिपललाई पनि यसरी बोन्साई गरेको छु। र बोन्साई प्लान्ट चाहिँ मेरो कति चाहिँ माथि छ अहिले म देखाउँछु है। यो मुनिबाट जाँदैछु। घरि चाहिँ म तल बारीमा आइरहेको छु र तपाईहरुलाई लिलियम देखाउँदैछु है मैले। यो चाहिँ हामीलाई हर्टिकल्चरले दिनुभएको है। 500 झ्याङ छ परसम्म मैले रोपेको छु। असिना आउँछ भनेर यसरी छप्पर पनि लगाएको छु। र यो चाहिँ हामी प्रडक्ट कहाँ भएको भन्दा यो चाहिँ होल्यान्डको हो, यहाँको होइन। यो लिलियम चाहिँ होल्यान्डको ला क्यारिस प्लेस आर यसको नाम हो। तपाईलाई म देखाउँछु लिस्ट पनि। र फुलेपछि म अवश्य हजुरहरूलाई देखाउँछु। 90 दिनमा फुल्छ भन्दैछ है डिपार्टमेन्टले चाहिँ। तर 90 दिनमा फुल्दैन सक्दैन होला सायद, किनभने यो हाम्रो अब अलिकति ठन्डा जग्गा हो। अहिले चाहिँ मैले मेरो है सकुलेन्ट र क्याक्टसको तपाईहरुलाई कलेक्सन देखाउँदैछु। यो चाहिँ तपाईको स्नेक प्लान्ट भन्छ, सानो।
क्याक्टस हेर्नुहोस् न यो यस्तो रुई हुन्छ पुरा रुई जस्तो फक्क फक्क यो सकुलेन्टमै छ मलाई नाम याद भयो योहरूको चाहिँ मैले यो चाहिँ पुरा सेफ जग्गामा राखेको छु किनभने पानी पर्यो भने चाहिँ यो ज्यादा पानी भयो भने चाहिँ कुहिहाल्छ कि कति चाहिँ मेरो यो सकुलेन्ट प्लान्ट मरिसकेको छ यो कस्तो सुन्दर छ अहिले घरि चाहिँ म घरको आँगन अगाडिको फुलहरू देखाउँदैछु तपाईहरुलाई एजिलियाहरू प्राय फुलिसक्यो हिजो अस्तिसम्म टेम्मै फुलेको थियो है अब चाहिँ यसको सिजन जाँदैछ एजिलियाको चाहिँ यो धुपी चाहिँ मैले बनाएको हो सानो बोनसाई बनाएको अब त बढेर ठुलो भइसक्यो र पनि राम्रै छ र म चाहिँ अब तपाईहरुलाई ऊ माथि मेरो सानो ग्रीन हाउस बनाएको छु यो माथि पनि त्यहाँ देखाउँछु है तपाईहरुलाई मैले तपाईहरुलाई मेरो सानो ग्रीन हाउस देखाउँदैछु यो घर माथिको यहाँ चाहिँ प्राय मैले प्लान्टहरु मात्रै राखेको छु यता चाहिँ मैले बोनसाई बनाएको है मैले सानो कोसिस हो मेरो यो तपाईहरुलाई देखाउँदैछु यो चाहिँ मैले एजिलियाको बनाएको यो बोनसाई चाहिँ यो फुल्दा चाहिँ अचम्मै दामी देख्छ है टेम्मै फुल्छ अब अहिले जस्तो यो फुलिसक्यो र यसमा यो सिमेन्टको पटहरु मैले नै बनाएको मैले यो एउटा चाहिँ जंगल बोनसाई बनाएको फरेस्ट बोनसाई भन्छ नि तपाईको फरेस्ट जस्तै देख्छ नि योहरु चाहिँ बहुत वर्ष भएको यो चाहिँ झन्नै 15 वर्ष 14 वर्ष 15 वर्ष भएकोहरु यो चाहिँ सानोमै ठुलो रुख जस्तो देख्छ नि यही त बोनसाईको कला है मेरो घरको वरिपरिको मैले फुलबारीहरु हजुरहरु समक्ष राखिसके र यो मेरो छोटो ब्लग आज चाहिँ म यही राख्न चाहन्छु आजको यो सन्डे गार्डनिङ ब्लग हवस् त है हजुरसँग अर्को पाली भेट्ने नै छु भन्दै हजुरबाट बिदा हुन चाहन्छु धन्यवाद।